ठाउँ खोजेछौ यत्तिकी पाउँदा बल्ल आयो बिसोटी बोलाउँदा हे भने छैन यो केटी चाहिँदैन महँगो कुरा सजिलै पाइँदैन अब कुरा गर त खुलाई हिरा जस्तै ठान्छौ क्या आफूलाई नाम चाहिँ भाले धादिङमा घर हो आफ्नो लागि हिरा नै सर हो जुन बेला नि शान्तिनी खालेलाई च्वाट्ट काटी खाइदिम्ला भालेलाई हे भेट भएसी खाम भन्छौ काटेर त्यही भएर हिँड्छु म ढाँटेर रगत भित्र ठुलै रोग घुसे झै ज्यान पनि छ क्यान्सरले चुसे झै हे भाले भने भाले नै हुम्ला एउटा डिम्पल हुँदैमा नहुम्ला यता उता डुले छौ मोछा शिर नभएको भालेले न्यु खोज्छ यो केटीले किन हो सान्दिने टाटु खोप्दै डन जस्तो ठान्दिने त्यही भएर त परेछौ ठन ठन मुन्द्राला छौ तिमी नि मुन्द्रे डन दिमाग पनि कमजोरी छ क्या हो ट्याटु पनि कहाँ खोप्न सक्या अलिकति लुगाले छेके छ हेरा हेरा क्या दामी देखे छ हातमा लाइचेउ ट्याटुको पख्नानी पख्लाउँदैमा हुँदैन चक्नानी कता कता हो कुरा लएको च्वाचेको झै थुतु नभएको हे कस्तो केटी भेट भयो आज त पक्कै घरमा तर साउँछ साँझ त तिमी स्वर्गै पुग्ने थियौ सायद म जत्तिकी ब्युटिफुल पाए त हे हातमै क्रिम लाग्ने छ छोए चुडेल नि झै देखिन्छौ मुख धोए बोलेका छौ तिमीले के खारा 32वटा दाँत झार्छु त्यही आरा देख्दिन म दाँत झार्ने गति त यो भ्याकुती उफ्रीले कति त तिमी बच्न सक्दैनौ चाहेर नागिन हुँ म डस्तिमला आएर कहिले चुडेल कहिलेको नागिन जनावरसँग भयो म लागिन हेर्दै हाँस्छन् ओल्ला र पल्लाले देश हल्ला छ कुखुरोको चल्लाले हे नागिन भन्दै नागलाई नबोक अहिले कुकुर भनेर नटोक लौ त केटी जागम त उठम त यो केटाले न्यु खोज्यो कुटम त हे टोक्यो भने विष लाग्ला सायद भाग्यटा हो जनावर आए त